तपाईलाई कस्तो लाग्छ हो अच्छा तपाईँ एमाले होइन भने हो नि यस्तो पनि एमाले हुन्छ एमाले पनि सत्य कुरा बोल्ने एमाले पनि सत्य कुरा बोल्ने हुँदा हुँदै त्यही भएर अनि 23 गते त्यस्तो गर्न विधान नेपाल सरकारको नेतृत्व गरेको पार्टी नेपालको ठुलो पार्टीको विधान महाधिवेशन भएको 2 दिन भित्र चाहिँ त्यस्तो घटना हुन्छ भन्ने कुरो छनक पनि नपाउने मान्छे प्रधानमन्त्री हुन्छ र भने तपाईलाई कस्तो लाग्छ हो अच्छा तपाईँ एमाले होइन भने हो नि यस्तो पनि एमाले हुन्छ एमाले भएर सत्य कुरा बोल्न पाइदैन एमाले पनि सत्य कुरा बोल्ने एमाले पनि सत्य कुरा बोल्ने हुँदा हुँदै त्यही भएर हाम्रो पार्टीको सिद्धान्त चाहिँ जनता बहुदलीय जनवादमा मानव अधिकार कानुनी शासन संवैधानिक सर्वोच्चता बहुमतको सरकार अल्पमतको प्रतिपक्ष अनि शक्ति पृथ्वीको सिद्धान्त राखिएको छ नि खड्ग प्रसाद सर्वोच्चता हो नि खड्ग सर्वोच्चता हो एमालेको जस्तै भनौँ न तपाईँले झोले भन्ने एउटा कुरा थियो नि शब्द त्यो चाहिँ बौद्धिक चाहिँ विद्वानहरूको चाहिँ एउटा मञ्चमा चाहिँ उहाँले बोल्नुभएको धेरै मान्छेले के भन्यो भनेदेखि झोले हो नि अब हामी पहिलेदेखि त झोला बोकेर हिँडे भने तर मैले त चाहिँ झोले म त होइन झोले होइन त्यो पार्टीको निर्णय होइन कुनै चाहिँ एउटा कोही नेताले चाहिँ भाषणको सवालमा चाहिँ बोल्दाखेरि टङ्सिली भयो अथवा बोल्न जानेन भने त्यसैलाई बोकेर म झोले हो म भन्ने सगौर पोस्टर बनाउँदै टाक्दै हिँडे होइन हो म त मैले टाक्दा पनि टाँसिनँ यो चाहिँ गलत हो भनेर मैले फेसबुकमा राखेँ पनि र राखिसकेपछि केही समयपछि मेरो कारणले हट्यो कि अरूको कारणले हट्यो आई डोन्ट नो भन्नुहोस् त हामी कहाँनिर छौँ भन्दाखेरि चाहिँ तपाईँ एमाले नै हो कि तपाईँको डिएनए परीक्षण गर्ने हो भन्ने ठाउँमा छौँ हामी भन्नुहोस् तपाईको डिएनए परीक्षण गर्ने हो कि तपाईँ पक्का एमाले नै हो भन्ने ठाउँमा छौँ हामी अब एमाले भाडमे गयो यसै हुँदैन यो उसै हुँदैन भन्न तपाईँ अवसरवादी त होइन होइन त्यो अवसरवादी होइन मैले अझ भनेको छु तपाईँको आजको मिडियामा हुन्छु मैले सल्लाहकारबाट दिएँ 6 महिनाभित्र पार्टी पुनर्गठन हुने चाहिँ केही भयो भने म साधारण सदस्यबाट निस्किन्छु द्याट्स माई राइट सकियो त कुरा यस्तो ठाउँ बसेर हुन्छ केन्द्रदेखि त चाहिँ भुइँसम्म पुनर्गठन हुनुपर्छ केपी ओलीले चुनावको अघिल्ला दिनहरूसम्म जे बताउँदै थिए नि मिडियामा अन्तर्वार्तामा जे बताउँदै थियो अहिले भाइरल छ केपी ओलीलाई त्यो घमण्डी त्यो दम्बी त्यो आडम्बरी बनाएको तपाईँहरू जस्तैले होइन हामीले त हुँदै होइन केही मान्छेले हो माथि बस्ने केही मान्छेले हो है आडम्बरी चाहिँ हामीले बनाएको होइन तर उहाँको एउटा कमजोरी अहिले मैले भने कि कटको जमानालाई पछाउन नसकेको पहिल्यैदेखि त चाहिँ बसमा चाहिँ मान्छे राखेर गएर भेला भएर भाषण गरे जस्तो क्या मोबाइलमै लाख मान्छेसित बसेर भाषण गर्ने जमानामा उहाँले बसमा चाहिँ मान्छे ल्याइदिएर कार्यकर्ता यस नाउ पोलिटिकल डेट एक्सपायर यु निड टु रिजाइन राइट नाउ फिनिश बाई माई साइड इट इज अब्जेक्टिभ एमाले भनेकै केपी ओली भनेकै एमाले त्यो गल्ती भयो त्यो हिजो थियो आज छैन त आउटडेटेड